हेलो एभ्रिवान, नमस्ते। आज धेरै लामो समयपछि चाहिँ हाम्रो कामसाम सबै सकिएर चाहिँ यसो घुम्न निस्केको। रातिको 12 बजिरहेछ, 12 साढे 12 1 बजी होला अब त। यसो घुम्न निस्केको यो मिना डिस्ट्रिक्टतर्फ। यस्तो छ यतातिर चाहिँ हेर्दाखेरि शान्त वातावरण रहेको यो ठाउँमा चाहिँ हामी घुम्न आएका छौँ। हाम्रो सर दौडिँदै हुनुहुन्छ माथि। धेरै लामो समयपछि निस्क्यो भने त सर? Hello for everyone. Good evening. गुड इभिनिङ सर, गुड मर्निङ भइसक्यो अब Good त। morning. We say midnight. Midnight मा भइसक्यो, हामी हिँड्दैछौँ। रमाइलो भइरहेछ नि सर? एकदम रमाइलो भयो। केही छ भन्नुहुन्छ सर? सर यो चाहिँ एकदमै शान्त माहौल छ अहिले शान्त चाहिँ। माहौल छ है? एकदमै शान्त माहौल छ। के को पिक्चर हो सर त्यो? हुँदै यो माथिको झन्डा सन्डा के हो यो? कलर सलर कम्बिनेसन त हाम्रो धार्चु जस्तो देख्छ। दुईजना भान्जी र माइजू पनि यो खाली समय खाली ठाउँ, खुला आकाशको मजा लिन चाहिँ हामी यहाँ सबैजना आइपुगिसकेका छौँ। किन? इभीलाई इभीलाईहरू टन्ने रहेछ नि त यहाँ। इभीलाईहरू यहाँ रहेछ। यतातिर राम्रो सजावट छ। यहाँ चाहिँ अगाडि ठुलो क्रुज पार्क गरेर राखेको छ। दुईटा छ क्या अरे? यहाँ क्याक्टस पनि रहेछ त्यहाँ, होइन? ओरिजिनल हो कि डुप्लिकेट हो सर? तपाईँको हात छ हजुर ओरिजिनल रहेछ। क्याक्टस रहेछ यहाँ, होइन होला हौ सर यो? हो सर, तपाईँको क्याक्टस है हजुर? यो ओरिजिनल होइन त? के भन्नुहुन्छ तपाईँ? ए हो रहेछ सर, क्याक्टस पनि रहेछ यहाँ। अनि यो चाहिँ यहाँ अब तपाईँहरू सबैलाई थाहा छँदैछ आजभोलिको यो मिडल इस्टको माहौल। त्यो कारणले गर्दाखेरि चाहिँ सायद यो कहाँबाट आएको क्रुज हो यहाँ अड्किरहेको छ। कस्तो दामी दुईवटा क्रुज रहेछ। अनि यो अरू बेला बेलुका ताका अथवा बिहान हो कि बेलुका ताका चाहिँ त्यो बकुलाहरू टन्ने आउने अनि खानासाना दिने ठाउँ पनि यही हो जस्तो लाग्छ मलाई। म चाहिँ आइपुगेको छैन अहिलेसम्म यहाँ। कस्तो राम्रो ठाउँ। अनि अहिले हिँड्दै क्रममा यो ठाउँमा यो पोर्ट जस्तो ठाउँमा चाहिँ आइपुगेको छौँ हामी। यो एक्चुअली यो पोर्ट नै हो। त्यही पनि यहाँ यसो बिचमा यसो तलाउ जस्तो छ। साइडमा के भन्थ्यो होला, क्याफे जस्तो रहेछ है। यो ठाउँमा आएको छ। यहाँ बसेर चाहिँ एकछिन फोटो सेसन भयो हाम्रो। फोटोसोटो खिच्ने यताउता। यता सर के गर्दै हुनुहुन्छ सर? पानी हेर्दै हुनुहुन्छ, माछा गन्दै हुनुहुन्छ उहाँ। त मेरो भान्जी हिरोइन के गर्दैछ खै कुन्नी। यहाँ मेरो अर्धाङ्गिनी के गर्दैछौ तिमी? भिडियो बनाउँदैछु, फोटो बनाउँदैछौ। अब हामी यसो गरौँ, एउटा कफी सप हन्ट गरौँ त। राम्रो। अब मैले पैसा तिर्नु पर्ने हो भने अलिक सस्तो खालको खोजौँ, तपाईँले तिर्ने हो भने चाहिँ अलिक महँगो खालको खोजौँ। यसो गरौँ सर, तपाईँलाई कुन चाहिँ ठाउँ मनपर्छ पहिला त्यो भन्नुहोस्, त्यसपछि जाउँला। ठाउँ त यो सबै एउटै हो सर, होइन? यसो हेर्नु न, राम्रो ठाउँ। कफी पसल यतातिर अहिलेको ठाउँतिर जाने अन्त ठाउँतिर खोज्ने हो सिधा पनि कि घरमै गएर घोलेर खाने त? सर नेस्केपै घोलेर खाने? I'm ready for everything. उयो जाउँ न, उयो के पाउँदो रहेछ हेरौँ। त्यहाँ पनि पाउँछ जस्तो होइन? त्यहाँ जानुपर्छ हौ। त्यहाँ छ होला, राम्रै छ होला। हामीले चाहिँ यो कफी सप चुज गऱ्यौँ है।
यहाँ यस्तो शीतलमा टट्ट बसेर हेर्नु न पछाडि यस्तो छ है बसेर खानको लागि चाहिँ अमेरिकानो अमेरिकानो हाम्रो अर्डर चाहिँ आइसकेको छ अमेरिकानो र फ्ल्याट वाइट चाहिँ हो यो फ्ल्याट वाइट हो यो चाहिँ नभने वाउ, यस्तो छ है बाबा है? बाबा पिटिक्क हार्ड छ हार्ड छ तर लेट्स सी तारा कस्तो छ टेस्ट चाहिँ तारा म चाहिँ सट्टा खाँदिनँ डर लाग्छ मुख पोल्छ त्यही भएर एकछिनमा सरको चाहिँ के सर टर्किस क्याफे क्याफे हैन ए के अरे कफी टर्किस कफी सरी अनि तिम्रो चाहिँ के नानी ए तिमीले मगाएरौ ओके ठिक छ अल्छी अल्छी पनि लाग्यो अल्छी भन्दा पनि सुत्ने बेला भएको भएर होला नि सर है खाट खोज्ने बेला भएको भएर होला यस्तो भइरहेछ शीतल आनन्द दोहा कतारमा हुने साथीहरूले यदि राम्रो कफी सप राम्रो एम्बियन्समा शीतल हावामा आनन्दसँग कफी पिउन चाहनुहुन्छ भन्दै चाहिँ यो ठाउँ चाहिँ पर्फेक्ट लाग्यो है मलाई ल मजा लाग्यो अन्त सर के हो एकदम सही लाग्यो कम्फर्टेबल कम्फर्टेबल छ होइन ऊ चाहिँ तल बसेर बस्ने ठाउँ होइन कोही अब गर्लफ्रेन्ड बोयफ्रेन्ड हुनुहुन्छ भनेदेखि उहाँहरूलाई पनि दामी रहेछ ठाउँ नाइस भ्यू नाइस भ्यू एभ्रिथिङ परफेक्ट सबै कुरा राम्रो छ तर अहिले मिडल इस्टको हालत चाहिँ अलिकति बेहाल भएको कारणले गर्दाखेरि चाहिँ आकाशतिर बेला बेला हेरिरहनु पर्छ हामी त छाताको नजिक छौँ सरको पनि आइसक्यो के हो सर खै लेट मी सी Are you serious, Mama? Yes. You really want this? I want to try it. Okay. I know you will regret it. No, I'm not. आमा यो त के हो चियापत्ती नि हालेको छ क्या यहाँभित्र कस्तो चियापत्ती चियापत्ती जस्तो हुन्छ नि Coffee go strong coffee. Sir, can you smell it, please? साँच्ची चियापत्ती आज त्यो के भन्छ पातको हुन्छ नि चियापत्तीको पात भित्र हो रहेछ यार हेर्नु त तपाईँलाई त्यसमा हाल्नु ठिक छ कफी लभरहरूलाई यस्तै हो राम्रो होइन मेरो छोरीको मेरो बुढीको छोरी भन खालि छोरीको याद आउने यार मेरो बुढीको स्न्याप चलेन स्न्याप के हो स्न्याप भनेको आफू त अब अलिकति पुरानो जमानाको मान्छे स्न्याप हेर्दैन अनि म पनि चलाउन सिकिरहेको छु क्या यो हार्ड त बिग्रिँदैन त जतिचोटि सिप गरेर पनि यता भान्जी चाहिँ अब मेरो भान्जी चाहिँ अब छिटै कतार छोडेर जाँदैछ त्यही भएर यसो नयाँ नयाँ ठाउँमा चाहिँ कफी खुवाउनु जतिखेर भ्याउँछु राति भ्याउँछु त्यतिखेर राति नै लिएर आउँछु यस्तै छ जाडो भयो चिसो भयो नि सर तपाईँलाई त भएन जाडो है छैन सर ठिक्क छ ठिक्क भएको छ भयो भने पनि तपाईँले के अब के गर्नु त टी सर्ट लगाएर कट्टु लगाएर आउनु भएको त चिसो भए भन्यो भने नि डाइलग हाल्नुहुन्छ होला मामाइजूले होइन चिसो चाहिँ भएको छैन दामी वेदर के वेदर चाहिँ दामी है वेदर हो अहिले आकाश यस्तो छ मामा सक्दैन है दामी वेदर भएको छ टोपी त खतरासँग लाग्यो त नानी आनन्द आइरहेको छ त्यही भएर म यसरी हात पाँदेर कति राम्रो आयो Let me try my coffee, please. सेभ गर्नु न सेभ गर्नु मिल्छ त कसरी हो सेभ गर्नु चाहिँ रिप्ले नै गर्नु मिल्छ यहाँ त तपाईँले कुन लास्ट हेर होइन ओ माई गड तपाईँले ब्याक गरेछ कस्तो रहेछ सर म पठाइदिन्छु फेरि दामी छ दामी छ म अब तपाईँसँग अलिकति कफीको राम्रो नलेज छ यो कफी सप के गर्नुहुन्छ प्रिफर गर्नुहुन्छ कफी लभरहरूलाई सेभ हुन्छ अनि कफी लभरहरूलाई प्रिफर गर्दैन ठाउँ तपाईँलाई फेरि हेर्न मन लाग्यो ए हो भन्नाले मिठो त छ तर त्यो किसिमको जुन हुनुपर्ने कफीमा त्यो चाहिँ छैन ठाउँ चाहिँ शिट हामीले यस्तो बुमरेङ गर्ने डिसिजन त मेरो त स्टिल लभै छ गरे पनि के फरक पर्दैन ओके गर्नुहोस् बुमराङ धन्यवाद भाउजू कफीको लागि बुमरेङ गर्नुहोस् रे मेरो यस्तो मानु हजुर मिठो छ ठिक छ अनि त्यो ग्लास बान्नु न म यो के लाइट बान्दै बिर्सेछु राम्रो आएछ लेट मी सी यो चाहिँ जेन्जी इफेक्ट ल ल ल ल ठिक छ मैले भर्खरै
दामी एम्बियन्स यस्तो छ उस्तो छ कफी खानु मन लाग्यो भने आउनु होला त यहाँ भनिहालेँ भन्नु त ठाउँ चाहिँ दामी नै हो नराम्रो होइन तर भर्खरै पिएको यो मैले अमेरिकानो मगाएको थिएँ म प्रायः जस्तो ठाउँमा गएर अमेरिकानो नै खाने गर्छु पिउने गर्छु तर यो त एकदम के हो स्वादै मलाई त एकदम अमेरिकानो जस्तो पनि छैन है सर मैले यसरी कफी छोडेर मैले यसको नराम्रो रिभ्यू दिनु खोजेको पनि होइन है सर के हो कसैको नराम्रो त नहोस् त्यही पनि यति वर्ष त मैले अहिलेसम्म कुनै ठाउँमा गएर कफी खाएको छैन अघि तपाईँहरू मैले मजाक गर्दै थिएँ नि घरमा गएर घोलेर खाने क्या नेस्केफे घोलेर खाएको योभन्दा ठिक लागेन कफी चाहिँ ठाउँ चाहिँ दामी ठाउँ चाहिँ वान अफ द बेस्ट भन्नु पर्ला अब कफी चाहिँ कफी के होला यो बारिस त चेन्ज गर्नुपर्छ कि हजुर ल साथीहरू अब चाहिँ हामी चाहिँ फर्किने बेला आइसकेको छ यो रातिको लगभग 2 बजिसकेको छ है अनि हामी चाहिँ बिस्तारै फर्किन्छौँ गएर अब सुत्नु पर्यो भोलिको तयारी गर्नु पर्यो भोलिको तयारी त खासै केही छैन त्यही पनि उठेर चट्ट फ्रेस भएर फेरि भोलि ड्युटी त छैन हाम्रो त्यही पनि अब पसल जानुपर्छ होइन आजको लागि चाहिँ यति नै धेरै दिनपछि यो भिडियो बनाएको कस्तो अप्ठ्यारो केही नमिलेको जस्तो भइरहेको छ अप्ठ्यारो भइरहेको छ कोसिस गरेँ राम्रो नराम्रो जस्तो भए पनि हेरिदिनु होला अनि विशेष गरेर यो हाम्रो पछिको सम्झनाको लागि मैले बनाएको हो कुनै बेला यसरी गएको थियौँ भनेर सम्झना रहन्छ भनेर खास ल हस् त आजको लागि यति नै धन्यवाद थ्याङ्क यू बाई बाई मिलेछ भनेदेखि म छिट्टै अर्को भिडियो पनि बनाउने छु हस् धन्यवाद बाई